Hi Usmita. Hi Monavok. You too. Okay. Hi everyone, welcome to my vlog. आजको vlog चाहिँ normal Saturday vlog हुन्छ मेरो. अनि कति भन्छ नमनाको अनि आजको vlog चाहिँ हल्का स्पेशल हुन्छ किनकि यहाँ हाम्रो आदरणीय अनि यहाँ पुरै बिहान उठेर सफा गरिसक्नुहुन्छ। हाई रिङ्का। अनि हाम्रै चप्पल हो। अनि आज चाहिँ सरी अनि त्यसपछि हुनुहुन्छ हाम्रो आदरणीय अङ्कल क्युटु पाई हेरिराख्नु भयो अनि आज चाहिँ यही लगाएको छु त्यहाँ म यही लगाएर जान्छु अफिस पनि होइन अफिस भन्दा पनि आज स्याटरडे भइहाल्यो अनि मैले चाहिँ यतिचोटि मैले आफ्नो मेडिटेसन छुटाइरहेको थिएँ अनि आज जान्छु अनि आजसम्म अलिकति भित्रैबाट नै खुसी छु नि त त्यही भएर अलिकति एनर्जेटिक पनि फिल भइरहेको छ अनि स्पेसल्ली मेरो मम्मीले चाहिँ मलाई लन्च पनि प्याक गरिदिनु भएको छ अनि एकदम खुसी छु म त्यो सानो सानो कुराले होइन अनि त्यही नै हो। अब चाहिँ म जान्छु भैरवा गइसकेपछि चाहिँ त्यसपछि चाहिँ आई विल गो टु मङ्गाम मार्केट त्यहाँ मेरो सानो काम अलिक सानो भन्दा पनि कामहरू छ अनि त्यसपछि चाहिँ हामी साँझ चाहिँ एउटा रिसेप्सन पार्टीमा जान्छौँ मी एन्ड माई मदर अलिकति फ्यामिली टाइम हुन्छ त्यही नै हो आजको स्याटरडे भ्लग चाहिँ। ओके टु बी कन्टिन्यू। ओके अब चाहिँ म यो दुइटा लिएर बसिसकेँ मलाई एकदमै ग्यास्ट्रिक भयो जस्तो भयो केही खाँदैन मैले तातो पानी मात्रै खाएको थिएँ अब जाने हो भैरवा। ओके अब चाहिँ ओभर ब्राइटनेस अहिले चाहिँ म बुद्ध चोक भैरवामा छु। अब यहाँ चाहिँ दाइसँग भएर जाँदैछु एकदमै ढिलो भइसक्यो मैले यताबाट भित्र है दाइ यहाँबाट सिधै भित्र जाने अनि त्यही नै हो। ओके म चाहिँ यहाँ आइसकेछु मेडिटेसन गर्ने ठाउँमा अब आई विल गो भित्र मेडिटेसन स्टार्ट गरिसकेछु होला सायद। ओके यहाँ चाहिँ हुनुहुन्छ हाम्रो पुष्पा दिजु होइन पुष्पा दिजु उहाँले हामीलाई आउनु अनि उहाँले चाहिँ हामीलाई मेडिटेसन दिने अनि यो चाहिँ उहाँको घर हो। उहाँको घर चाहिँ एकदमै राम्रो छ एकदमै राम्रो छ। अब चाहिँ हामी घर जान्छौँ। बाई बाई पुष्पा दिजु। तपाईं पनि आउनु मेडिटेसन गर्ने जो हेर्छ त्यही आउनु। हजुर गुड फर हेल्थ वेल्थ एन्ड एभ्रिथिङ। ओके हाई एभ्रिवान म चाहिँ एनजी मार्केट आइसकेको छु अनि यहाँ चाहिँ प्रोग्राम अलमोस्ट स्टार्ट भइसकेको रहेछ। अब चाहिँ म हाम्रो सेफ सरसँग मिठो कुराकानी गर्छु है त। हाई सर के छ हजुर खबर के पाक्दैछ भन्नु नि त। पनिर मटर अनि आजको प्रोग्राम चाहिँ के प्रोग्राम हो भनिदिनु सर। हजुर पार्टी के पार्टी हो भन्नु नि सहकारीको पार्टी अनि आजको के छ त मेन आइटम हाम्रोमा पनिर मटर पुलाउ अनि के भन्छ करी सबै आइटम अभाइलेबल छ। ए हो आज नारी दिवस हो थाहा छ छैन खै त मलाई विश गर्नुको। हजुर आज नारी दिवस हो खै मलाई विश गर्नु। नारी दिवस त तपाईँले विशेष यस्तो पछि हुन्छ यस्तो पछि हस् अनि यहाँ चाहिँ म हजुरलाई देखाउँछु मैले चाहिँ यहाँ ब्याक यार्डमा छु अनि त्यसपछि यहाँ चाहिँ यसरी चेयर लगाएर यो चाहिँ एनजी मार्केटको क्याफे हो अनि यहाँ चाहिँ प्रोग्रामहरू पनि हुन्छ। हजुरहरूले आफ्नो केही स्पेसल प्रोग्राम छ भने हेलो मेरो भ्लगलाई आइभन्नु अनि यहाँ चाहिँ केही हजुरहरूलाई केही प्रोग्रामहरू गर्न छ भने चाहिँ गर्दा हुन्छ अनि त्यही नै हो। अब चाहिँ म यसो मार्केटमा नि जान्छु अनि यहाँ पनि अलिकति इभेन्टको पनि यसो सुटहरू गर्छु। यहाँहरू ब्युटिफुल रिलिजहरू आइसक्नु भएको छ ग्यादर भएर। हजुर ए थ्याङ्क यू ह्याप्पी नारी दिवस अनि वालेकुम सलाम भन्नु नभन्नु त्यसो भए के छ हजुरको नाम के अरे चन्दा होइन को हो चन्दा यस्तो कन्फ्युज हुन्छ क्या म हजुरको नाममा। वालेकुम सलाम ह्याप्पी नारी दिवस खै त थ्याङ्क यू भनेको मुख कुचाउने
इज्जतै छैन यहाँ अनि यो चाहिँ हो हाम्रो मार्केट अनि अब म जान्छु पछाडि ब्याकयार्ड उतातिर अफिसको सेक्सनतिर मेरो ब्याग राख्छु अनि के गर्छु मैले अनि यो कपाल हेर त यस्तो ह्याप्पी नारी दिवस गर्ल्स यहाँ त्यस्तो मिठो मिठो खाना पाकिरहेछ आज पार्टी भनेर खै ह्यान्सीलाई फोकस गरौँ त के हेऱ्यो तिमीमा मेरो युट्युब च्यानल सब्सक्राइब गर है त तिमीले अनि आफ्नो भिडियो हेर्न पाउँछौ है ओके यहाँ त्यस्तो ब्युटिफुल लेडिजहरूको यो चाहिँ खासमा नमुना टोल विकासको प्रोग्राम रहेछ अनि उहाँ आज यस्तो रमाइलो गरिराख्नु भएको छ नि लेडिज आज नारी दिवस भएर एकदम त्यहाँ डुइङ रमाइलो अनि यहाँ केटाकेटी चाहिँ पुरा फोनमै बिजी छन् अनि हजुरहरूलाई केही प्रोजेक्टरमा हेर्न मन छ भने त्यो पनि गर्दा हुन्छ अनि के भयो त हाम्रो के पाके त यस्तो मिठो मिठो फ्रेन्च फ्राइज अनि फ्राइड कर्न अनि पकौडा पाकिरहेको छ यहाँ सो हाई एभ्रिवान मेरो चाहिँ अहिले लन्च टाइम भयो दिस इज द फर्स्ट टाइम मैले चाहिँ घरबाट प्याक अनि खाना त मैले धेरै जस्तो अब ढिलो पकेलो प्याक गरेर लिएर आउँछु तर आज चाहिँ मेरो मामुले राखिदिनु भएको अनि यो टाइम चाहिँ मैले एकदमै क्रिएभ गरिरहेको थिएँ कि लाइक हुन्छ नि मम्मीले बनाएको चाम्रे एन्ड अन्डा एन्ड मासु यस यहाँ चाहिँ 2-3 थरीको मासु रहेछ एउटा कुखुराको नि एउटा पक मासु यस्तो खुसी लागिरहेछ नि यही सानो सानो मोमेन्ट हुन्छ कि लाइफमा क्याप्चर गरेर राख्न के पछि गएर हेर्न मजा आउँछ नि त अनि त्यही नै हो ओके लेट्स स्टार्ट यस्तो मिठो जस्तो देखिरहेको छ यो चाम्रे मजा आएगा दीजिए हमें भी यहाँ चाहिँ अब हाम्रो साथीजना सरले चाहिँ मलाई बिचारी जस्तो देखेर लिनुहोस् खानुहोस् भनेर दिन राम्रो हुन्छ लीजिए और खाइए और बताइए कैसा हुआ है धन्यवाद अब हाम्रो चाहिँ खाजा भइसक्यो यहाँ किचनमा अब खाजा पछि चाहिँ अब के छ अरे हाम्रो लन्चमा के छ भन्नुहोस् त फेरि मेन कोर्समा पुलाउ छ पनिर मटर छ अचार छ मिक्स भेज छ हजुर सबै चिज छ अनि यहाँ चाहिँ ग्रुप अफ गर्ल्स थियो कि अनि मैले चाहिँ उनीहरूलाई झगडा गरिरहेको थिएँ अनि मैले चाहिँ उनीहरूलाई नलड पछि गएर साथी भन्नेको कुरा पाइँदैन अहिलेको यस्तो ज्ञान यस्तो ज्ञान दिइरहेको थिएँ कि मैले अनि तिनीहरूले के गर्छन् भनेको त तपाईँ कोसँग आउनुभएको भने म त एक्लै आएको हो नि त मेरो वर्क प्लेस भनेको त ए हो र दिदी तपाईँ त एक्लै हुनुहुँदो रहेछ जाऊँ न मसँग हामी हेर्छौँ पिङ्कीलाई हिँड्नु एक्लै नबस्नु अरे कि पुरा म त एकदम एक्लै लोन्ली भयो जस्तो गरेर केटीहरूले अब चाहिँ सलाद खाने बस्ने यस्तो गर्नु छ फेरि बिहामा जान छ रेडी भएर यस्तो हालत भइसक्यो आफ्नो मुख फेसको यहाँ चाहिँ मैले सब्सक्राइबर पाएँ एउटा नयाँ उहाँ बहिनी अनि उहाँ भाइ ल सब्सक्राइब घरतिर सबलाई गरिदिनु भन ल म एक्टिभ त छैन त्यही पनि अब यसो चुरीफुरी ओके आई एम अलमोस्ट डन विथ माई स्टफ अलमोस्ट डन अलमोस्ट डन इन द सेन्स कि एडिट गरेर दिनु पऱ्यो नि त अनि त्यसपछि अब चाहिँ म जान्छु अमरपथ मेरो सर्ट सिलाइदिनु भएको छ कि छैन मैले 3 कति बजे 12 बजेमा आउँछु भनेको अहिले कति 4:30-5 बज्न लागिसक्यो अलमोस्ट अब गएर हेरौँ बनाइदिनु भएको छैन उहाँकै आसमा बसिरहेको छु लुगा बनिन्छ कि छैन अब त्यो बने छैन भने के लगाएर जाने आई डोन्ट नो केही छैन मेरो पास लुगै नै अनि त्यही नै हो अब चाहिँ त्यहाँ जान्छु अनि त्यसपछि मम्मीको लागि मैले चाहिँ फ्लावर लैदिउँ कि के लैदिउँ भने गिफ्ट आज त
होमस्टे हो नि त आज नारी दिवसमा होमस्टेमा अब मैले पाउँछु भन्ने त आश छैन होइन कसैले दिन्नन् मलाई अब मैले आफ्नो यति प्रिसियस जो एकदमै मेरो लाइफमा एकदम प्रिसियस हुनुहुन्छ उहाँलाई त आई क्यान ट्रिट हर बेटर भनेर चाहिँ मैले चाहिँ केही किनिदिन्छु भनेर सोचेको थिएँ अनि अब हेरौँ के हुन्छ अमरपन्थमा के पाइन्छ या अरू केही गिफ्ट हुन्छ कि त्यो चाहिँ गर्नुपर्छ हजुरहरू पनि आफ्नो काममा गर्नु होला यही मान्छे चाहिँ म भर्खर यहाँ बसमा चढिरहेको बेला चाहिँ he was just putting his finger here and feeling my ass उहाँ चाहिँ हो कसैले देख्नुभयो मेरो ब्लगको थ्रुबाट चाहिँ प्लिज यही हो मान्छे यस्तो हुन्छ मान्छेहरू चाहिँ and I had really fucking bad experience in that bus अनि त्यो मान्छेले पहिले चाहिँ टच गरिरहेको थियो अनि मैले चाहिँ भने पछाडि फर्किँदाखेरि चाहिँ सुतिरहेको थियो अनि पछि चाहिँ मैले मेरो टाउको नहल्लाइकन मेरो हातले मात्रै फिल गर्न खोजेँ क्या त्यो मान्छेलाई अनि उसको फिङ्गर मैले फिल गरेँ तल यस्तो रिस उठ्यो म त त्यहाँ बस्दाखेरि त मेरो त्यो भित्रको त्यो हुन्छ नि आज झन् त्यो नारी दिवस मुझे सबलाई नारी प्रोटेक्सन भनेर म चाहिँ मेरो आफ्नो फ्यामिलीको लागि प्रोटेक्सन भएर बस्ने अनि म नै सेफ छैन मुझे त्यसको लागि चाहिँ म के गर्ने भनेर यस्तो मेरो मनभित्रै बलेको भयो क्या होइन म उठेँ अनि म त पुलिस स्टेसन इन भनेर थर्काएँ त्यसलाई अनि नाइन सरी भनेर खुट्टै ढोकेँ कि सुतेर नै खुट्टा ढोकेँ मेरो बसमा अनि झापड हाने हातै रन भयो मेरो त यस्तो हाने 4-5 चोटि झापड हाने रातै बनाइदिएँ त्यसको गाला अनि बल्ल मेरो मन बल्ल आई डिड इट बला भयो सर्ट लिन जानु लाग्यो ट्राफिक चाहिँ यस्तो यति ह्याप्पी मुडमा आइरहेको थिएँ त्यसमाथि आज मैले बिहान उठेर टाउको दुखिरहेको थियो यति ह्याप्पी मुडमा आइरहेको थिएँ अनि मलाई चाहिँ ल त्यो मान्छेले त्यसरी मलाई टच गर्यो त्यो अनि मैले त्यसलाई हाने 4-5 चोटि झापड हाने मलाई चित्त पनि बुझेँ होइन तर त्यो बसमा मैले 2 चोटि आवाज उठाइसकेपछि पनि एकचोटि त्यो छुने बित्तिकै उठाएँ त्यसपछि पछाडि गएर बसेँ म झर्ने बेला मलाई चित्त बुझेन अनि फेरि मैले हानेर आएँ होइन त त्यो बसमा 2 चोटि आवाज उठाउँदा यति धेरै मान्छे बोल्दाखेरि के भएको के गरियो मान्छेले भनेर कसैले पनि सपोर्ट नगर्ने यो बानीले चाहिँ यसले गर्दाखेरि कोही केटीले नि लाइक आवाज उठाउँदैन के सपोर्ट हुनु पर्यो नि त लाइक मेबी अब त्यो बसमा पनि त्यस्तै मान्छे थिएन होला तिनीहरू पनि त्यस्तै काम गर्छन् होला त्यही भएर त आवाज उठाएनन् नि त अनि त्यो मलाई चाहिँ त्यो लिचरसँग त मैले त्यसलाई पिटेँ त्यो मलाई चाहिँ त्यो अपसेट हुने अपसेट हुने फ्याक्टर चाहिँ त्यो त्यहाँ बसेको बसको मान्छे क्या कसैले के भयो के भएको रहेछ र भनेर नसोध्ने क्या लाइक लिटरली डुड तिम्रो अगाडि मुख हेरिरहेको थिएँ लाइक केही रियाक्टै छैन कोही मान्छे झगडा गरिरहेछ कसैसँग होइन केही रियाक्टै छैन त्यो एउटै बसमा बसेर पनि लाइक त्यसले चाहिँ यस्तो मुडक भयो नि म त मलाई त त्यो मान्छेलाई चिर्दिन भन्थ्यो क्या त्यही अनि म नराम्रो पनि लागिरहेको छ कि आई रियली बिटी म ब्याड त्यसको गाला सुन्ने नलागिसक्यो त्यो चापड हानेको भएर यस्तो मेरो फेरि हात पनि अलिकति डर हानेको त अनि त नराम्रो लाग्यो यार मलाई त्यसलाई मैले झापड पनि हाने भने नराम्रो त्यसले त्यस्तो गर्यो मेरो लागि मलाई भने नराम्रो हो अनि प्लस त्यो मान्छेको रेस्पोन्स के बसको रेस्पोन्स त्यो पनि त्यसले नगर्नुपर्ने कुरा आउनु भयो दाइ चाहिँ हामी रेडी हुँदैछौँ मैले चाहिँ द होल टाइम मैले बनाइनँ अनि मेरो मम्मीले चाहिँ त्यो केटालाई किन पिटेको हो बिचारा अरे सबै भन्छु तपाईँ किन ल ठिक छ यो चाहिँ मैले आज किनेको सेट फ्रम अमरपथ मलाई यस्तो एकदम लाउन मन लाग्थ्यो अनि हामी त एकदमै लेट भइरहेको छौँ अनि मेरो मुड चाहिँ आई वान्ट टु किल द्याट पर्सन स्टिल आई डोन्ट टु किल द्याट पर्सन त्यो म मेरो मम्मीको फोनबाट बनाइरहेको छु भिडियो फोन चाहिँ चार्जमा गएर अनि मिल्छ आफै अनि मिल्छ आफै पानी दिनु मलाई पनि Oops.
यहाँ रेडी भइसकेछौँ अनि यहाँ हामीले कल गरिरहेको छौँ हाम्रो क्विनलाई। हाई आमा, हाई भनिदिनु। मलाई कस्तो देखेछ मलाई आमा? एकदम राम्रो देखेछ। छोरी त्यतिकै राम्री चाहिँ के राम्रो हुनुपर्छ र। आई लभ यु। राख बुढी मलाई देखाइदेऊ। मेरो आमाले बुढी भन्ने, तपाईँ आफै बुढी हो। ल हिँड्न लाग म त। हेलो हेलो मम्मी, हेलो आन्टी, आमा, हेलो, हाई। कस्तो लागिरहेको छ त मसँग भदैरी यति राम्रो भदैरीलाई हेर्न पाउँदा तपाईँ कस्तो भइरहेको? बुहारी पनि आगोमा रमाइलो। अब तपाईँहरूले मेरो भ्लगमा देखिराख्नु भएको छ भने अब 5 वर्षमा इलेक्सनमा लड्नुहुन्छ बुटलबाट होइन त? And we are going to घर। अब चाहिँ यहाँ हाम्रो दाइ आउनुहुन्छ लिन। आइसक्रिम खाँदै एउटा हातले चलाइराख्नु भएको छ जुन कि इलिगल हो। टाइम लाग्छ भन्नु त्यही भएर आइसक्रिम ल्याएको। ए होइन मनहर लाग्यो। अनि हुन्छ स्मिता। अब चाहिँ हामी जानेछौँ घर। एन्ड वी आर होम। यो चाहिँ मैले मम्मीकोबाट गरिरहेको छु भिडियो। अनि गर्नु चेन्ज गर्नु न। अनि बल्ल बल्ल आइपुग्यो। अनि यस्तो थकी म त यस्तो मोडै थिएन। मेरो त आज मेरो दिउँसोको त्यो उसले गर्दा जानै मन लाग्थेन। तर म चाहिँ मम्मीको लागि गएको किनकि मम्मी जहाँसम्म मलाई याद छ मम्मी पहिला विदेश जानुभन्दा अगाडि पनि खासै जान पाउनुहुन्थेन कि पार्टीहरूमा। आमाहरू मात्रै जानुहुन्थ्यो रमाइलो गर्न पाउनुहुन्थेन। त्यही भएर मम्मीको लागि अब मम्मीलाई नै मैले आइपप गइसकेपछि म त जानु पर्यो नि त। अनि त्यही भएर चाहिँ गएको। यस्तो निन्दा खाएर जुन 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 भयो त रमाइलो भयो। मोस्टली चाहिँ मम्मीले रमाइलो गर्नुभयो। अनि त्यही हो। थ्याङ्क यू फर वाचिङ। दिस इज नर्मल काइन्ड अफ स्याटरडे। अनि त्यही नै हो। एन्ड हिजो चाहिँ त्यो लड्डु लाड मान्छेले गर्दाखेरि चाहिँ मेरो मुड अफ भएको थियो नि त। अनि मैले चाहिँ मेरो मम्मीलाई के दिन्छु भनेको थियो नि त। मम्मी त्यहाँ हुन्छ। हिजो त्यो लड्डु लाड्ने मेरो मुड अफ गर्थ्यो नि त। त्यही भएर राख्नु न। कहिले त बुके पाएको छैन होला तिमीले माया? सानो तिमीले पाएको सानो भन त।